भनेर हाम्रो त्यहाँ रहेको हरि व्हाइट कलरको घर हाम्रै हो गाउँको अर्गानिक चिजबिजहरू पसल ल आमसेल सबै उयो होला नि घारी नि घाँसको रोटै रोट सिलमा चाहिँ अम्बक हो ल जाउँ अप्सिसी त्यतैबाट झर्ने बाटो छ कि छैन ए हाम्रोमा पनि अम्बक रहेछ त नि म त छैन होला सोचिरहेको क्या तल आसे जाबा कुरो हेर्छ होला सोचिरहेको अम्बकै साथीहरू अम्बक हामी चाहिँ यता अम्बक भन्छौँ खासमा चाहिँ ओइ म लडेँ झन्डै छ आठो के हो केले टोकेको ए होइन रहेछ अठा यसले पो रहेछ खासमा अम्बक चाहिँ होइन अम्बा चाहिँ होला क्या दुईजना चढ्यो भने त झर्ने रहेछ भेट्यो आमा खै यसो हेरिदिउँ त अम्बकलाई मेरो खुट्टामा चाहिँ के हो बिसा हो कि क्या हो ल साथीहरू अर्ग्यानिक चिजबिजहरू खाइदिउँ है ल छना चाहिँ छ ल खाइदिउँ लड्छ है बिस्तारै ल जाउँ बाटो छ चोरौँ चुक्के जस्तै लागेको यो रहेछ म त लड्छु कि क्या हो लडिन्छ क्या हो लड्नु त नमिल्ने छ यति अम्बक खाएपछि चाहिँ बेलुकाको खाना पनि चाहिँदैन जस्तो छ अब बाँकीलाई चाहिँ यसो गोजीमा हालिदिनु पर्छ अनि खानुपर्छ गोजी छ उनको यसलाई पनि कुन चाहिँ खाम यो दुईटा ओइ टिपौँ ल अलिक काँचो खाइदिउँ है यो अलिक मिठो लाग्छ मलाई चाहिँ काँचो अलिक पाकेको भन्दा पनि है अलिक मिठो हुन्छ नि काँचो चाहिँ अफिसी कस्तो मिठो है गाउँको जस्तो जे पनि मिठो हुने हो यसपालि त पिङ पनि नझुन्ड्याउने कुरा छ के हो भ्लग बनी ताला अम्बक खाँदै साथीहरू म र बहिनीलाई पसल जाँदैछौँ अनि लगभग झन्डै 2 महिना जतिमा होला नि भेटेको हामी बल्ल तल्ल हिजो अनि त्यही हो दसैँ आइसक्यो दसैँ तिहार चाडपर्व भन्नु मात्रै कति धेरै कामहरू हुन्छ है अनि हामी पनि बिजीको बिजी बिहानबाट नै एकदम धेरै बिजी थियौँ अनि अहिले चाहिँ अलि फ्री भएर हामी चाहिँ पसल गइराखेको हाम्रो पसल चाहिँ उ त्यहाँ डाँडामा पुग्नुपर्छ स्कुल डाँडा हो त्यही भएर हामी चाहिँ गाउँको अर्ग्यानिक चिजबिजहरू अम्बक खाँदै पसल जाँदैछौँ हाम्रो कपाल सेम है सबै बरमा क्या खुच्चा गोरुमा 2 महिना हुन लागिसक्यो म चाहिँ भर्खर लगाएको भएर हाम्रो चाहिँ कलरको कुरा गरेको है बहिनीले चाहिँ 2 महिनाभन्दा अगाडि लगाएको भएर यता चाहिँ पुरै कालो आइरहेछ मैले चाहिँ भर्खरै लगाएर आएको हो साथीहरू साह्रै मिठो छ हौ अम्बक अलिक पाकेको भन्दा नि काँचो चाहिँ एकदम धेरै अझ मिठो हुन्छ क्या कसैलाई पक्कैला पसलसम्म पसल गानु नि अब उनी पसल दिन्छु मिस अब मजा चढेर मिम्रे बस्तु दिँदा नि अब इमे रोटै रोट खाडु मे वाला या पो थामसम ला दिनुमा या पो रोट काको सम तो हल सम अब रोट हल बाङ तो काको सम बस्यो ए रोटै रोट खमसे इन सन्चास बानी मलाई नि या पो सन्चास जो पारा बस्यो ए हो या पो द थोसी न
uti budak guru uti dule besar uti kambangnya ni kuat ini akan isi oh. Kayak biasa ni. Kamu mal finumi? Ikama. Oh ni damda ime. 8 बजी हेप्छ छ 8 बजी हेबा खोज्छु है आम्मामामा पसल पुग्न पनि गाह्रो भयो अलिकति ठाडो ठाडो बाटो छ के त्यही भएर हो है अलिक पानीको मुहान नजिक गाउँघरमा आइसकेपछि चाहिँ यस्तोको पानी पिउन चाहिँ अति नै अर्गानिक है अफिसी कसरी पिउनु अब यसरी पिउँछु अफिसी ल फाइनल्ली स्यास्याएर सुसु गर्दै हामी चाहिँ यहाँ पसल आइपुगेको अवस्था यही हो हाम्रो स्कुल डाँडा जसलाई चाहिँ गुरबाडेल पनि भन्छ यताबाट चाहिँ प्राय स्कुल डाँडा नै भन्छौँ पसल चाहिँ माथि छ यो फुल फुलिरहेको घर हो पसल चाहिँ जामै त अब यो ल पसल चाहिँ हामी यहीँबाट छिर्ने माथिबाट होइन जाऊँ न त माम्माइली मैले नि उङ्गी माम्माइली भन्छौँ नि माम्माइली इमीलाई पापमाइला पापमाइला सोध्छौँ हामी चाहिँ साथीहरू यो यहाँबाट आएको है यसरी हिँड्दै हिँड्दै आएको यो देखिरहेको व्हाइट कलरको घर हाम्रै हो ल यस्तो छ गाउँघर चाहिँ सबै कहाँ हामीलाई देखिरहेछ कराउँछ होला यार एकछिन मलाई जाऊँ मलाई चाहिँ सेयर गराउँछ छिटो गरेर आउनु पर्ने बेला के गरिबसेको भन्दै पसल आइपुग्यो खुद्रा पसल भोजोकाको चोक ल स्कुल डाँडाको नाम अर्को भोजोकाको पनि हो ल जाऊँ ए मम्माइले कुरुलाम चाहिँ यसै हो पसल चाहिँ ए पसलमा है साथीहरू पसल चाहिँ आइपुगेको अवस्था यहाँ आफै पो खोल्नु पर्ने भयो पसल पनि यहाँनिर नि बाख्राहरू रहेछ अरे गाउँमा त बाख्राहरू भइहाल्ने नै भयो तर यस्तो मजाले बसिराखेको रहेछन् के राम्रो छ मामा पनि आम जोची बिस्कुट चाउँछौ जोची मलाई हो थाम बिस्कुट हुनु चिक्नु मलाई प्याकेट लाको लोटा हुन्छ लिन्छु ल हुन्छ दिनुहोस् माम्माइले छौ एउटा गरमले पसिना त्यही त हजुर हेर्दा चाहिँ छोटो देखिन्छ आइपुग्नु चाहिँ टाइम लाग्ने कुरुलो चाहिँ खामा माम्माइले यति बेला चाहिँ नि ए माम्माइले है त ल जान्छौँ है त माम्माइले बस्नु है ए सरी हुन्छ ल हाम्रो चाहिँ यहाँ पसलमा सरसामानहरू किनिसक्यौँ अब चाहिँ हामी घरतिर लाग्ने हो घरबाट चाहिँ एकछिनमा हामीलाई मार्छ हेर्दाखेरि चाहिँ कस्तो छोटो दूरी छ कि तर पनि हामी चाहिँ बिस्तारी आएको भएर चाहिँ अलिक टाइम लाग्यो जस्तो छ एलिना मामा हो बस्तु हो यता हेर त एकचोटि ए गोठाल्नु बाप छैन मच्छम दिनी
ए पाप कान्छाम से गरुडा उनीडा नागे सुचिप डेन्च प्रो चोइ के पाप ए कोटेर लगी खाडुम्मी पाप कान्छा ए इस्तिमा हरे अस्तिरा बोरु बान्ने ल हिल हिजोमै पछि नाइमे राखेर नभए के लिद बाखा ए ल हुन्छ इन्सा लस्दै पाप कान्छा पाप कान्छा कि त गइला देनी छैन थाहा नहुनु पनि गाह्रो छ साथीहरू हाम्रो गुरबाडेल हाम्रो स्कुल डाँडा हाम्रो भोजु काकु है भोजु काकुको स्कुल यहाँ चाहिँ 3 सम्म छ 3 क्लाससम्म त्यसपछि चाहिँ सबजना उबु जाने हो ओल्लो गाउँ पल्लो गाउँ सबैको भेला चाहिँ माथि उबु स्कुलमा हुन्छ त्यसपछि चाहिँ साँझो भइसक्यो गएर हाम्रो खानासाना पकाउने काम पनि हो घरबाट हामीलाई आइसक्यो 8 बजी चाहिँ जसरी भए पनि खाना खुवाउनु पर्यो है त्यहाँ भनेर हाम्रो चाहिँ हालत यस्तो छ साथीहरू चाउचाउ खाइदिउँ न रम्बा एउटा खाँदै धम्की दुइटै खाने है उनी आम्ने नि लो कहाँ जसै नछिलो के छ र जिन्दगीमा डाँडसम्म पिए थिएन लिमा नलोड रहेछ भनाला रहेछ गिल्टी ला हिप्नु ल हो र नोरी बिन्नु भयो ला 10 रुपियाँ दुईटै चाउचाउ लापी मिथ्यो है माया पहिला समय वाक्क हुन्थ्यो है समय क्या तर माया लाग्छ नि पैसाले ल ओके अनि हामी चाहिँ यहाँनिर रम्बा चाउचाउ खाँदै जान लागेको अन्त हाम्रोतिर चाहिँ अरूको चाहिँ के कस्तो छ थाहा भएन तर हाम्रोमा चाहिँ र हामीलाई चाहिँ गाउँ भने बित्तिकै एउटा एकदमै धेरै मिठो याद आउने भनेको चाहिँ रम्बा चाउचाउ पनि हो किनभने सानैबाट यही चाउचाउ नै खाँदै हुर्केको हामी अनि यसभित्र चाहिँ हजुर कतिले खानु भएको छ भने अभियसली थाहा भइहाल्छ होइन तर यो भित्र चाहिँ तेल चाहिँ हुँदैन तेल खुर्सानी हुँदैन सुप मात्रै हुन्छ अनि त्यही सुप चाहिँ लगाएर खाँदाखेरि कति मिठो हुन्छ के अनि पहिलाबाट यही चाउचाउ खाँदै हुर्केको भएर होला एकदमै याद आउँछ किनभने काठमाडौँतिर त खासै भेटिँदैन के कुनै कुनै स्टोरमा चाहिँ होला नत्र भने खासै भेटिँदैन नै त्यही भएर गाउँमा आयो कि त रम्बा चाउचाउ चाहिँ छोड्न मिल्दैन साथीहरू है त्यही भएर अहिले हामी यहाँ साबुनहरू लिन आएको हो अन्त रम्बा चाउचाउ पनि लिन आएको हो खासमा हामी चाहिँ अन्त अब हामी खाँदै जानेछौँ मिठो भाउ मिठो आसाम चाहिँ बर है त्यहाँ उमाले चाहिँ फेरि बाख्रा नै यहाँमा न कस्तो फेरि टुल्छ नि लुम्बीसम्म खै हाम्रो छ कि नि आम सम छोटो ट्याउलो हिबो डाउम हिबो टुनु ल छोटो डाउम क्या हाम्रो हामी हूँ 19 नुनु मैडम न kita hibur dong kita छोड़ खड़ा मोने ओ जाम्रो हामी नि असम ट्याउ मे बिटिक्कै न हिबो डाउम हैन हिबो मे बिटिक्कै न छोटो डाउम के आम बानी चाहिँ सरा डाउम मे छोटो पेसे देना नय कस्तो थाहा एकदम लोमा ड्यामा उनको त्यो उखाइ दिसेको हुने हो हाम्रो चाहिँ कपालको कुरा हुँदैछ है साथीहरू जसले अम्बुले राई भाषा बुझ्नुहुन्छ उहाँहरूले त मजाले बुझि नै हाल्नुभयो जसले बुझ्नुहुन्न हामी चाहिँ हाम्रो कपालको कुरा गरिराखेको कपाल काट्ने कि लामो राख्ने कि भन्ने कुरा र ओके अब हामी चाउचाउ खाँदै घर जानेछौँ भरेतिर भेटौँला है त यहाँबाट चाहिँ बाई 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 गरिदेऊ बाई बाई ल ल है पसलबाट आइपुग्यो साथीहरू अब यहाँनिर चाहिँ चुला चौकामा आगो बालेर चाहिँ खाना पकाउने तर्खर गर्नुपर्छ यसरी झमक्कै साँझ भइसक्यो अनि हामी चाहिँ अहिले चाहिँ यहाँनिर खुल्लामै खानाहरू पकाउँछ किनभने हाम्रो उताको किचन चाहिँ अस्ति नै हावा पानीले भट्काएछ अनि अर्को उता बनाइराखेका छौँ अनि घरभित्र पनि एकदम त्यो धुवा हुन्छ घर पनि फोहोर हुन्छ त्यही भएर हामी चाहिँ यहाँ खुल्लामा आनन्दले खाना पकाइराख्नु भएको रहेछ मामा पापाहरूले अब यसैमा पकाएर खाने हो यस्तो राम्रो के जुनेली रात
Mama resmi itu saya. के नि aku resmi ni. Ni mama. Mama. Kau kita sponsor. आमसे हो क्या बके बके सुरुल डाम्लो चाहिँ नि ह्याक्क डुम्सै डुम्सै गाँसिरहेको छ क्या किनभने इम पुर्ने जब डुम्बे नि इम्बल चाहिँ गोलो डुम्बे क्या बुझे पानु दसैँ चाहिँ नि इमेज हुन्छ नि टोसेल राट चाहिँ नि कहिले चाहिँ नि ए दुईटै से तिर्सुम औँसी चाहिँ औँसी राट से हुन्छ नि दामी दामी देउसी चल टस्कुर साडी चाम्थ्यो खुच्या खुच्या अध्यारोल नुम्ठो दिनु मादिनु के नुम्ठो चाहिँ ए आज चाहिँ टुम्सेला हाम्रो चाहिँ यहाँनिर तरकारी आइसकेछ यो गोलभेडा भयो अनि त्यसपछि यहाँ मासु चिकनै चिकन हिजो लोकल चिकन खाइयो आज चाहिँ ब्रोइलर चिकन बिहान बिहान सागसब्जी होइन अर्ग्यानिक घरको बाल होला सिस्को लगभग खाना चाहिँ पाकिसक्यो हो कि भन्छु म मासुसँग चाहिँ यसरी चामलकै भात पकाएर खानुपर्ने हुन्छ है साथीहरू ल आमामामा काँडी धनिया पनि हल्का मासुमा लगाइदिउँ यस्तो मजाले सप्रेको रहेछ यहाँ आँगनको डिलेमा जीरा होइन प्याज तिसो हामी चाहिँ यहाँनिर मिलेर मासु पकाउन लागेको मरमसला अम्टिलाबाट पनि ठुल्छो हावाडामा हावा दस हावा Tiene beca para bitti. Pasti un iPhone calibat. Gati ko kati. Toste pe tadi chapta. Ika mambat bangsa. Uni pusuk wani ni nice. Nani gak lalu. Toste chode ma mailo choti ba kami hero. Choti pa चाहिँ चलेबान हुन्छ भित्र त्यो पनि ल है मासु है साथीहरु मासु कुनीमा खै कहाँ नि त एक्लै रहेछ साथी छैन भर्खरै जन्मेको हो कि क्या सानै रहेछ नि आसेल जन्मे Say alo keramcam. Madu. Ikam adom nom. Ami kasuk jami ampar ko keramcam. Alo lebih bacam. Dogo kaya sumcam. Dogo lupcam olo. Ni natra ta vakli lansa होला. केले त छोप्नु पर्छ होला यतिकै त सुताउनु मिलेन होला कस्तो सेतो सेती ल ल ल डोकोले छोप्दिम न जाडो पनि हुन्न हावा छेकिन्छ नि त गुड नाइट भोलि बिहान भेटौँला है यो मकै चाहिँ हाम्रो पापाले राख्नु भएको रहेछ है आमामा यस्तो राम्रो गरी ल हेर्नुस् ल हेर्दा नि कति राम्रो देखेको Masuko basna ayo masu. Masuko basna ayo masuko. Acar. Dami acar banai banai papa. Acar ko basna ni ayo. Opsi. Nunca aku mai. Acar. Lantat sahi pada ke. ठीक बा क्या बारे जुर रे आम पापा चुक पाडु मे ए यस्तोमा है चुक लगाउनु भएको रहेछ नि त अमिलो मुख रसाइसक्यो यता मासु भात
पुरै रेडी अवस्थामा छ हाम्रो बिरालो बिरालो हाम्रो चाहिँ होइन यो चोर बिरालो रहेछ हिजो राति पनि मासु राखेको पुरै खाइदियो अब चाहिँ आज चाहिँ अब राख्नु पर्दैन बिरालोको लागि सबै खाँदै गर ल मेरो मासु मुनि मुनि आऊ खाना खाने आऊ भागिहाल्छ यो चोर हो कि पालेको होइन यो कहाँको चोर बिरालो त्यही भएर बोलाउँदा नि गइहाल्छ आऊ आऊ मासु भात खाम है बिरालो अब आउन त मान्दैनौ छेउ पर्नै मान्दैनौ अब एकछिनमा आऊ ल जाइ के ममा हेर्दा आइएम के रे टोमटिड्डा अनि कठा बन्दन आरुम च्यान्ने ओफ ओफ अफिस खाए ल तर ब्रो रे नि त्यो भएर न थाले कि पुज्छ अफिस उनी थाले पनि मामा उनको नानी अचार केठो रे हुन्छ ल भयो अलिअलि तर ठिक्क पानी तिर्खा चाहिँ लाग्यो रुममे